Welcome to Siddhartha Shiksha Sadan. केटावाला मेरो भ्लगमा वेलकम छ है तिमीलाई है तिम्रो आउँछ युट्युबमा ल ठिक छ ल यहाँ चाहिँ पूजा चाहिँ स्टार्ट भइसकेको छ ट्याक्क लाएर अनि के भन्छ मैले चाहिँ गराउन नसोचिरहेको थिएँ तर चाहिँ त्यस्तो मेमोरिजको लागि चाहिँ हाम्रो पर्ने हुन्छ हाम्रो बहिनीले मलाई यस्तो आँखा तारेर हेर्छ नि मलाई के को रिस होला यस्तो तयारी हुँदैछ मजाले है ल भो ट्याक्कै यहाँ चाहिँ हाम्रो मिसहरूले चाहिँ बेलुन फुक्दै हुनुहुन्छ ल के छ मिस ठिक छ नि र मेरो भ्लगमा स्वागत छ हजुरलाई र मिसलाई पनि यहाँ चाहिँ ट्याक्कै मिसको चाहिँ मिसहरूले चाहिँ तयारी गर्दै हुनुहुन्छ है ट्याक्क लगाएर अब चाहिँ यहाँ साउन्ड सिस्टमको व्यवस्था हुँदैछ फेरि यता फेरि है ओहो रमाइलो छ ल हजुर ओहो ठ्याक्कै मोबाइल निकालेर काम गरिन्छ नि यार मोबाइल निकालेर काम गरिन्छ नि यार त्यही के गर्ने यहाँको सबभन्दा अल्छी मिस चाहिँ हाम्रो सरला मिस हो सबैभन्दा अल्छी चाहिँ हाम्रो सरला मिस है यहाँ चाहिँ काम नगर्ने भर्खर क्यामेरा अन गरेको बल्ल सरले 7 बजे बोलाउनु भएको तर सन्तोष सर आउनु भयो 8:30 बजे केही कामै छैन किन आउने होइन यही बेलुन फुक्न आउने त बेलुन फुक्न 8 बजे आयो नि काम गर्नु त्यही पनि 8 नै बजे छैन कहाँ बजे छैन नि अनि हाम्रो सरले मिसले चाहिँ मलाई देखे कामहरू नि यस्तो ताल देख्यो डाइलग हामी अनि बोला ठिकैको केटाले बेलुन लागेको रोहनलाई चाहिँ भन्न मिल्छ मलाई मिल्दैन है हो 7 बजे हो फोन कतिखेर आएको थियो मलाई पनि थाहा यो अब बेलुन अब यस्तो छ होइन यो पल हुनुमा कसको काम यो गयो बेलुनमा यहाँ पल बनेको रिजन के होला कसको कसले हुनसक्छ यस्तो यहाँ पल परेन भएन यो त हुन्न यो त केटाहरूले दिनुपर्छ हाम्रो चाहिँ ट्याक्क यहाँ राम्रो मिसहरूले चाहिँ यहाँ काम गर्दै हुनुहुन्छ है ट्याक्क लगाएर यहाँ चाहिँ यता अर्को मिस हुनुहुन्छ अनि यहाँ चाहिँ हाम्रो बहिनीहरूले पनि हेल्प गरिराख्नु भएको छ ट्याक्क लगाएर है ओहो स्कुलमा चाहिँ यहाँ जोसमा चाहिँ जहिले काम पर्छ त्यहीले चाहिँ मजाले यस्तो गर्दै हुनुहुन्छ है रङ लाउँदै हुनुहुन्छ सरहरूले यस्तो खालको फेरि जोस त एक महिला बेलुन फुक्दै स्कुलमा यतिको डेकोरेसन चाहिँ हुनुपर्छ है यतिको कामसाम केही नगरी मोबाइल हेर्ने बस्ने गाह्रो छ जिन्दगी ओहो गीता मिस के गर्दै हुनुहुन्छ हजुर हो र एकदम चुवाक देख्नुहुन्छ कि एकदम चुवाक कस्तो नराम्रो हुन्छ नि यसो अब कुरा काट्नु पर्यो के आयो मेरो ब्लगमा पूजा के छ पूजा आमा नमस्ते ल हो र
कुटीको चाहिँ टिका सिका लाएर आउनु पर्ने हुन्छ अनि त्यहाँ चाहिँ हाम्रो चाहिँ अब खानपिनको तयारी सुरु हुँदैछ एङ्कल लाएर हामी चाहिँ मजाले हाम्रो स्कुलको प्रमोसनको लागि भिडियो सुट गर्दैछौँ मजाले होइन अघि चाहिँ बाहिरको सुट हानेर आइयो अनि आज चाहिँ अहिले भर्खर चाहिँ यता जाँदैछौँ हाम्रो क्यान्टिन चाहिँ यो छ ट्याक्कल लगाएर यस्तो छ है रमाइलो छ रमाइलो भात हान्ने हो स्कुलमा होइन खाना चाहिँ खाना पर्ने हुन्छ कि एउटा मिस आइसक्नु भएको छ हाम्रो गीता मिस के भन्छ खाना खाएर पेट फुट्ने गरेर खाएर आइसक्नु भएको छ हिँड्दै हिँड्दै क्याटवाक दिँदै आउनु भएको छ क्याटवाक दिँदै अनि यहाँ चाहिँ अब केही बेरमा चाहिँ हाम्रो प्रोग्राम फेरि स्टार्ट हुन्छ सबैजनाले खानासाना खाएर आउनु भएको छ है हाम्रो मिसको चाहिँ आगमन भइसकेको छ मेरो ब्लगमा आज चाहिँ खै कहाँबाट राम्री भएर आउनुभएको छ ए आज होइन हाम्रो मिसहरू चाहिँ सधैँ राम्री हुनुहुन्छ है हाम्रो मिसहरू चाहिँ सबैजना राम्री हुनुहुन्छ फेरि मिसहरूको फेरि तारिफ गर्दैन भने फेरि यहाँ मेरो भ्लग हेरेर फेरि यहाँ सरप छ प्रोग्राम सुरु भइसकेको छ होइन विनायक थापा तृतीय स्थान हुन्छन् मान्छे टिचर भएर नि यसो स्कुलमा नि यसो हुन्छ नि बिजी कति हेरेको मन कति बोलेको बोयफ्रेन्डसँग कति बोलेको लाज शरम छैन सरलाई मिसलाई ल है अब चाहिँ डान्स हेर्नु पर्ने हुन्छ त्यसका लागि के हो कुरो के होइन रे
हुन्छ अनि घर राख्ने होला नि अनि स्कुलमा लिएर आउँछ भने यस्तो डिस्टर्ब हुन्छ हो ल ठिक छ के हो र हो कि जस्तो छ नि हो कि जस्तो छ नि के हो ल है फाइनल्ली हाम्रो सरला मिसको पनि बेबी भइसकेको छ र उहाँको बेबी भन्दैन मैले के भन्न लाग्यो यार के अरे अनि सरप्राइज भयो त अनि के हो वाउ लडिक छ गाडी छ है चाहिँ हाम्रो प्यारेन्ट्सहरूको चाहिँ हट पटाटो गेम हुँदैछ हट पटाटो भन्ने बेलामा हाम्रो वन्दना बहिनीले के भन्छ पटाटो स्टिक भनेको होला उसमा के अरे कौसीमा गएर हट पटाटो दिनु नि एउटा हट पटाटो ओहो लाइला एकजना युवालाई पनि पोल्यो बाँकी टप 6 छजना हुन्छ छजनामा एकजना पुरुष अभिभावक हुनुहुन्छ भने 5 जना महिला अभिभावक अचार खाँदैछौँ है सुक्दै हुनुहुन्छ ढ्याक्क लगाएर कोही यहाँ उता आडाबाट लुकिन्छन् कोही लुकिन्छन् होइन दुईजना बहिनीहरू चाहिँ लुकेर हैरान्छ यहाँ बल्ल खायो अर्को भिडियो खिच्छ तिमीले हालिदिन्छ युट्युबमा हालिदिन्छ सकेसम्म गाइदिनु होला सबैले हाम्रो सुरुमा हामीले इन्ट्रो प्ले गर्नेछौँ र हामीले बजाउनेछौँ मैले एउटा कर्तव्य निभाउने हो ममा हल्का हल्का साढे हजुर बर्फी पाछाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया भेटिनै साढे हजुर बर्फी पाछाया गइन्थ्यो नि है साथीसँगै सबै छुट्टै कहाँ गए खै नाच्न गाउन रुदिमै गइन्थ्यो नि है
साथी सँगै सबै छुटे कहाँ गए खोइ किन्थ्यो मन सम्झना बेग्लै गए रमाइला त्यो छटपटाइ छोटो जीवन सँगसँगै हँसौँला आलो प्रेम छोडेर जाने भयो छोटो जीवन सँगसँगै हँसौँला आलो प्रेम छोडेर जाने भयो धन्यवाद टक्राउन चाहन्छु त्यस्तै आजको हाम्रो प्रमुख अतिथि आएर चाहिँ हाम्रो र फाइनल्ली हाम्रो स्कुलको प्रोग्राम आज प्रोग्राम पनि भइसक्यो हाम्रो 17औं वार्षिक उत्सव सरस्वती पूजा एवं पुरस्कार वितरण समारोह 2082 ट्याग लगाएर चाहिँ समापन भइसकेको छ र हाम्रो चाहिँ अब हाम्रो भोलिन्टियर भाइ बहिनीहरू हाम्रो दाइहरू हाम्रो टिचरहरू हाम्रो साथीहरूले चाहिँ ट्याग लगाएर अब यो कुर्सीहरू राख्नुपर्ने हुन्छ राख्दै हुनुहुन्छ पनि अब म पनि ट्याग राख्छु होइन त्यही हो के हो कुरो त्यही हो कुरो ल